हेलो फ्रेंड, वेलकम टू मिस्टर ललित। रसुवा फ्लुड डिजास्टर एक्चुअली अहिले जो रसुवा फ्लुड डिजास्टर भएको छ अनि तपाईँहरूले त हेरे नै होला कि कति डिजास्टर भएछ, कति क्षति जानमानको क्याजुअलिटी भएछ। अनि यो हेर्ने भने योभन्दा पहिला जो स्पेसली सिग्नल दिएको थियो, तर स्पेसली गभर्मेन्टलाई हेर्ने भने किनभने प्राकृतिक आपदालाई त गभर्मेन्टले पनि रोक्न सक्दैन, तर गभर्मेन्टमाथि पनि सवाल छ। यो जो स्पेसली हिमालयमाथि स्पेसली जो हलचल स्पेसली जो यो कारण बन्दै थियो त्यसले पनि हेर्न सकिन्थ्यो, तर स्पेसली जो डिपार्टमेन्टले स्पेसली यस्तो कार्य गर्छ त्यसले त्यसमा अलिक केयर गरेन। किनभने त्यो माथि जो स्पेसली त्यो हेलिकप्टरको माध्यमबाट अनि के भन्छ त्यो उतातिर के हलचल हुँदैछ सेटेलाइट इमेज माध्यमबाट यसलाई अलिकति वार्निङ दिन सक्छ। तपाईँले यो न्युज हेर्न सक्नुहुन्छ टप स्टोरीको माध्यमबाट कति सोर्सेसद्वारा यसलाई अनि कति डिभास्टिङ कति डिजास्टर भएको छ। अनि त्यो हेर्ने भने टाइम्स अफ काठमाडौँको त अपडेट छ, रसुवा फ्लुड डेथ टोल क्लाइम टु 20 एज अ डजन रिमेन मिसिङ। स्पेसली 20 डजन धेरै अमाउन्ट हुन्छ अनि अहिले पनि मिसिङ छ धेरै। म यसलाई डिटेलमा डिस्कस गर्नेछु, स्पेसली कति अनि किन स्पेसली कारण के हो, के कारणले स्पेसली अचानकमा सडनलीमा यो डिजास्टर भयो। स्पेसली योभन्दा पहिला गभर्मेन्टले पनि यसको सिग्नल थियो, राम्रोसित थिए कि थिएन, जति पनि सम्भावित एङ्गल बन्नेवाला चाहिँ सबैलाई म डिटेलमा डिस्कस गर्नेछु। त्यही भएर तपाईँले यो भिडियोलाई लास्टसम्म हेरिदिनु होला। सो लेट्स बिगिन। दरअसल एक्ज्याक्टली भएको के थियो भने फ्लुड कम विदाउट वार्निङ, बिना चेतावनी दिइकन अचानक सडनली आयो। अ डिभास्टिङ फ्लेज फ्लुड स्टक रसुवा नियर द बोर्डर तिब्बत। स्पेसली तिब्बततिर थियो यो स्पेसली जो फ्लुड थियो अचानकमा त्यति थाहा थिएन, स्पेसली जो भिलेजर कम्युनिटीलाई त्यो स्पेसली यसको बारेमा वार्निङमा राम्रोसित थाहा थिएन। अनि सडनली के भयो भने वाटर मड रक एन्ड डेब्रिज रस डाउन स्ट्रिम, अचानक सडनली डाउन स्ट्रिम तलतिर आयो अनि भिलेज रोड एन्ड ब्रिज एन्ड इन्फ्रास्ट्रक्चर वेयर हिट अनि सडनली हिट गर्यो अनि डिजास्टर क्विकली बिकम अ मेजर रेस्क्यु इमर्जेन्सी। किनभने जो अचानक सडनली आयो भने स्पेसली जो कम्युनिटीलाई त्यो स्पेसली जान बचाउन पनि टाइम भेटेन। किनभने जो नियर तिब्बततिर स्पेसली यो अड्केको थियो नेचर, अनि नेचर जो ड्याम थियो त्यसले रोकेर राखेको थियो, सडनली आयो अनि स्पेसली मेजर रेस्क्यु अचानक सडनली भयो। द क्वेसन बट वेयर डिड सो मच वाटर कम फ्रम सो सडनली, कहाँबाट स्पेसली यस्तो अचानक वाटर आयो। एक्चुअली यो डिजास्टर कहाँबाट सुरु भयो भने टाइम लाइन अफ द जोन डिजास्टर हेर्ने भने त हिमालय रिजनमा स्टार्ट भयो, लेन्डे रिभर एरिया प्रोसेस यसरी प्रोसेस भयो अनि भोक्टे रिभर एन्ड रसुवा टिमुर एन्ड सराउन्डिङ एरिया त्रिचुली रिभर एन्ड स्ट्रिम। अनि भोक्टे कोसी ओरिजिनेट अफ स्ट्रिम इन द तिब्बत रिजन। स्पेसली यो भोक्टे जो कोसी जो स्पेसली रिभर छ भने स्पेसली जो अप स्ट्रिममा स्पेसली माथि स्पेसली यो हलचल भयो तिब्बततिर। अनि बिफोर द फ्लोइङ इन्टु नेपाल आउनुभन्दा पहिला स्पेसली माथि डिजास्टर बिगन अप स्ट्रिम, माथि नै स्पेसली डिजास्टर स्टार्ट भइसकेको थियो, तर कम्युनिटीलाई त्यो बारेमा त्यति वार्निङ अनि सिग्नल पनि पाएन। यसो मौसम विभागले कसैले पनि यसलाई दिएन। देन द सर्ज इन्टु द भनरेबल माउन्टेन भ्याली अफ रसुवा। स्पेसली यो डाउनतिर आयो भने असुरक्षित बन्यो, माउन्टेन स्पेसली असुरक्षित बन्यो। अनि हेर्ने भने त्यो स्पेसली यो प्रोसेसबाट यो डिजास्टर सुरुवात भएको थियो। किन यो रिजन असुरक्षित भयो भने अ ब्युटिफुल हिमालय बट द हाई रिस्क अफ जोन। यो हिमालय धेरै राम्रो छ बस्न अनि स्पेसली हेर्ने भने हाई रिस्क जोन पनि छ। त एक्सट्रिम स्टेप माउन्टेन स्लोप छ अनि लार्ज ग्लेसियरी एन्ड स्नो आइस मास छ अनि ल्यान्ड स्लाइड प्रोन ट्रेन छ अनि नेरो रिभर भ्याली छ अनि रिपेडली चेन्जिङ हिमालय क्लाइमेट। स्पेसली सडनली यो चेन्ज हुनसक्छ। इम्पोर्टेन्ट रोड्स एन्ड सेटलमेन्ट एन्ड हाइड्रो पावर प्रोजेक्ट नियर द रिभर, स्पेसली हाइड्रो पावर सेटलमेन्ट स्पेसली यो प्रोजेक्टहरू उतातिर छ। अनि द बिगेस्ट प्रब्लम के हो भने वेन समथिङ कोलेप्स हाई इन द माउन्टेन, केही जो कोलेप्स माउन्टेन माथि भयो भने द नेरो भेलिज क्यान कन्सन्ट्रेट द फोर्स डाउन स्ट्रिम। केही माथितिर स्पेसली चाहिँ हिमालयतिर माथिमा केही हलचल केही भयो भने प्राकृतिक आपदा आयो भने त्यसले स्पेसली न्यारो भ्यालीले कन्सन्ट्रेट कहाँ गर्छ भने तलतिर फोर्स लगाउँछ अनि सडनली त्यही भएर स्पेसली यो रिजन यस्तो भनरेबल अनि असुरक्षित छ। रुट कज हेर्ने भने मेसिभ आइस रक कोलेप्स, जो मेसिभ आइस रक त्यो स्पेसली क्रोप्स भयो अनि अर्ली सेटेलाइट एनालाइसिस इन्डिकेट के भन्छ स्पेसली योले त्यो पार्ट्स अफ द ग्लेसियर मे हेभ ब्रोकन अवे, स्पेसली टुक्रा टुक्रामा भएको छ अनि के भयो भने
crash hundreds of meters यो डिभाइड भयो डाउन इन्टु द भ्याली स्पेसली रसुवातिर जो स्पेसली यो नेरो भ्याली छ त्यतातिर सडनली अचानकमा त्यो आयो अनि दिस क्रिएटेड अन इनमोडस मास अफ के भयो भने आइस अनि आइस थियो अनि रक थियो यसमा अनि सोइल एन्ड डेब्रिज थियो स्पेसली यसमा वाटर मात्रै भयो भने कि नि त्यही भएर स्पेसली रक पनि थियो आइस पनि थियो सोइल पनि थियो जो माटो अनि धेरै वुडहरू पनि थियो त्यही भएर स्पेसली यो द रुट कोज स्पेसली हेर्ने भने यो फ्लुइड कहाँबाट आयो भने प्रोसेस हेर्ने अ मिनट डेट चेन्ज एभ्रिथिङ सेकेन्डमा स्पेसली मिनटमा स्पेसली चेन्ज एभ्रिथिङ भयो भने स्टेप हेर्ने हो भने आइस एन्ड रक कोल्याप्स फ्रम हाई एल्टिट्युड माथितिर स्पेसली कोल्याप्स भयो आइस एन्ड रक कोल्याप्स भयो भने स्टेप 2 मा हेर्ने द डेब्री इन्टर और ब्लक द रिभर्स क्यानल स्पेसली जो रिभर्स ब्लक गर्यो जो डेब्री इन्टर गर्यो अनि स्टेप 3 मा के भयो भने वाटर बिगन एक्युमुलेसन बिहाइन्ड द ब्लकेज स्पेसली एक्युमुलेसन भयो स्पेसली वाटर अनि स्टेप 4 मा के भयो टेम्परेरी आइस एन्ड डेब्री लेक मे हेभ फर्म भयो बन्यो अनि 5 मा के भयो प्रोसेसमा द ब्लकेज फेल्ड अनि जो ब्लकेज जो माथितिर थियो स्पेसली नेचर ड्याम बनेर अड्केको थियो अनि स्पेसली ब्लकेज फेल्ड भयो रिलिजिङ सडन डिस्ट्रक्टिभ सर्च भयो स्पेसली रिलिजिङ सडनली धेरै डिस्ट्रक्टिभ माध्यमबाट यो तलतिर यो झऱ्यो अनि प्राइमरी सेटेलाइट एभिडेन्स सर द ब्लकेड फर्म अप स्ट्रिम यो माथि क्रिएट भएको थियो अनि टेम्पोररी लेक एन्ड बिफोर वाटर एन्ड डेब्री सर द डाउन स्ट्रिम माथि यस्तो हलचल अलरेडी भइसकेको थियो तर स्पेसली जो नेचर जो माथितिर जो त हिमालयमा स्पेसली उतातिर थियो भने यो अड्केर जो नेचर ड्याम बनेर बसिएको थियो अनि अचानकले यस्तो तरिकाले डाउन स्ट्रिमतिर आयो भने स्पेसली यो प्रोसेसबाट स्पेसली यो फ्लुइड आयो यो फ्लुइड सडनली कसरी आयो भने द ड्याम ब्रस्ट इफेक्ट जो ड्याम स्पेसली जो नेचर ड्याम थियो माथितिर स्पेसली ब्रस्ट फाट्यो अनि दिस मे एक्सप्लेन द स्पिड अफ डिजास्टर यो बहुत तीव्र गतिमा डिजास्टरको रूप लियो भने रिभर गेट ब्लक रिभर स्पेसली ब्लक भयो वाटर किप एक्युमुलेसन प्रेसर अनि प्रेसर किप इन्क्रिजन स्पेसली जो रिभर थियो त्यो इन्क्रिजन गर्दै थियो त्यो जति पनि स्पेसली जो वाटर थियो आइस थियो जति पनि त्यसमा त्यो सोइल थियो अनि त टेम्पोररी नेचर ड्याम बिकम अनस्टेबल नेचर ड्याम जो माथितिर यसले अड्काएर राखेको थियो त्यो स्पेसली अनस्टेबल भयो ड्याम ब्रेक सडनली ड्याम माथितिर सडनली भाँच्यो अनि पावरफुल फ्लुइड रस डाउन स्ट्रिमतिर आयो तल रसुवातिर आयो दिस वाज नट अ सोलो अर्डिनरी फ्लुइड स्पेसली अर्डिनरी फ्लुइड यो होइन अनि द इट वाज पोटेन्सियल सडन फ्लुइड सर्ज क्यारिङ इमर्सस डेब्रिज स्पेसली यो माध्यमबाट जो हेर्ने भने सडनली यो प्रक्रियाबाट यो प्रोसेसबाट स्पेसली माथि जो स्पेसली यो हलचल स्पेसली यो रिभर ब्लकेज माथितिर अलरेडी यस्तो इभेन्ट भइसकेको थियो तर वेटिङ थियो जतिसम्म स्पेसली क्यापेसिटी थियो जो नेचर ड्यामको त्यसैसम्म रोक्यो तर थाम्न नसकेर लास्टतिर यस्तरी तलतिर झ वाटर मात्र डेन्जर थिएन अझै डेन्जर किन भयो भने द फ्लुइड बिकेम अ लिक्विड वालमा के थियो डिस्ट्रक्टिभ फोर्स इन्क्लुड के थियो यसमा वाटर थियो आइस थियो अनि हग रक थियो एन्ड मोड एन्ड सेन्टिमेन्ट थियो अनि ट्रिज एन्ड अदर डेब्रिज थियो त्यही भएर स्पेसली यदि वाटर मात्रै भयो भने त स्पेसली यो डेन्जर एनी डिस्ट्रक्टिभ हुन्थ्यो डिजास्टर हुन्थ्यो तर त्यति हुँदैन थियो यसमा स्पेसली मान्छेहरूले त्यति क्याजुअलिटी हुँदैन थियो त्यही भएर यो यत्रो एलिमेन्ट थियो त्यसमा मिक्स अलि कति यसमा फाल्दाखेरि मान्छेलाई बच्न एक रति पनि चान्स बच्दैन अनि वाइ इज दिस इम्पोर्टेन्ट किन इम्पोर्टेन्ट थियो द क्लियर वाटर फ्लुइड क्यान बी डिस्ट्रक्टिभ जो क्लियर वाटर क्यान बी डिस्ट्रक्टिभ हुन्छ तर के हुन्छ बट वाटर मिक्स विथ रक्स मड एन्ड डेब्रिज बिकम अ मेजर पावरफुल एन्ड डिस्ट्रोय स्ट्रक्चर इन सेकेन्ड जब यो सबै एकसाथ जो मिल्न जान्छ अनि यो झन् अझै डिस्ट्रोयर बन्न जान्छ अझै डिजास्टर बन्न जान्छ त्यही भएर वाटर ओन्ली मात्र डेन्जर थिएन स्पेसली यसमा यो एलिमेन्ट यसमा मिक्स थियो त्यही भएर झन् यो अझै भयो किन थोरै टाइम थियो स्पेसली त्यो कम्युनिटीलाई एस्केप वहाँबाट भाग्न त अनि हेर्नु भने प्रोसेस द फ्लुइड डिडन्ट गिभ पिपुल आवर्स अलिकति पनि टाइम्स दिएन आवर्स पनि टाइम्स दिएन द डिजास्टर डेभलप हाई अप स्ट्रिम त्यो स्पेसली डेभलप भयो हाई स्ट्रिम माथितिर अनि मुभ रिपेबली थ्रु द
टिप हिमालय भ्यालीमा स्पेसली माथितिरबाट स्पेसली रिपेन्टली ग्रोथ स्पेसली तीव्र गतिमा स्पेसली हिमालयतिर यो झऱ्यो। अनि च्यालेन्जेस के थियो, रिमोट माउन्टेन ट्रेन थियो, स्पेसली माउन्टेन रिमोटतिर थियो, अनि डिफिकल्ट कम्युनिकेसन भयो, अनि एक्सट्रिमली फास्ट मुभिङ फ्लुइड सर्ज एकदम तीव्र गतिमा स्पेसली तलतिर आउँदै थियो, अनि नेरो भ्याली थियो, अनि लिमिटेड एस्केप रुट थियो, थोरै टाइम थियो एस्केप गर्नु यहाँबाट भाग्न, अनि अनसर्टेन्टी अबाउट द एस्केप अफ स्ट्रिम ट्रिगर। त्यही भएर स्पेसली यो अफ स्ट्रिम ट्रिगर भन्यो। द रिजल्ट के भयो भने मेनी पिपल मे ह्याभ ह्याड भेरी लिटल टाइम टु अन्डरस्ट्यान्ड वाट वाज कमिङ। मान्छेहरूलाई थोरै टाइम बच्यो बुझ्नको लागि स्पेसली के हुँदैछ अनि के आउँदैछ माथिबाट स्पेसली त त्यही भएर हेर्नु भने थोरै टाइम थियो त्यो कम्युनिटीको उहाँबाट भाग्न। स्पेसली यो पनि एक प्रब्लम थियो कि स्पेसली एक्सट्रिम मुभिङ अनि न्यारो भ्याली थियो, स्पेसली त्यही भएर यो स्पेसली सो लिटल टाइम टु एस्केप थियो त्यो कम्युनिटीको। के ड्यामेज भएको छ भने व्हेन द रिभर चेन्ज इट्स पावर, रिभर आफ्नो पावर स्पेसली चेन्ज भयो भने हलचल भयो त्यसमा फ्लेस फ्लुइड सेभरली इफेक्टेड, स्पेसली सेभरली इफेक्ट गर्यो सेटलमेन्ट अनि रोड एन्ड ट्रान्सपोर्ट लिङ्क अनि ब्रिज हाइड्रो पावर एन्ड इन्फ्रास्ट्रक्चर प्रोजेक्ट यी सबै स्पेसली ड्यामेज भयो। अनि कम्युनिकेसन एन्ड इलेक्ट्रिसिटी सिस्टम स्पेसली डिस्ट्रोय भयो भने बोर्डर एरिया अनि कनेक्टिभिटी। दिस डिजास्टर एक्सपोज हाउ भनरेबल क्रिटिकल इन्फ्रास्ट्रक्चर क्यान बी व्हेन इट लोकेटेड क्लोज टु पावरफुल हिमालयन रिभर। स्पेसली यस्तो स्ट्रक्चर इन्फ्रास्ट्रक्चर यदि यस्तो प्लेस लोकेसनमा भयो भने यस्तो तरिकाले डिजास्टर भन्दा असुरक्षित फेस गर्नु भने ड्यामेज भयो भने यो स्पेसली रोड थियो, ट्रान्सपोर्ट थियो, हाइड्रो पावर थियो, स्पेसली यो एलिमेन्ट रेस्क्यु अपरेसनले स्पेसली रेस एगेन्स्ट द टाइम जो यस्तो सिचुएसन सडनली आयो भने के गर्यो भने त क्यान रेस्क्यु रिच द एभ्री वान। जो स्पेसली यो रेस्क्युअर थियो भने रिच एभ्री वान पुग्यो। यस्तोले सडनली अचानक भयो भने नेपाल मोबिलाइज्ड इमर्जेन्सी रिस्पोन्स टर्म इन्क्लुडिङ जब यस्तो घटना भयो भने नेपाल मोबिलाइज गरी इमर्जेन्सी रिस्पोन्स लियो भने के सेक्युरिटी फोर्स एक्टिभ भयो, पुलिस एक्टिभ भयो, मिलिट्री ट्रान्सपोर्ट अनि मेडिकल टिम स्पेसली डिजास्टर रिस्पोन्स एजेन्सी अनि लोकल प्रिभेन्सन अथोरिटी एक्टिभ भयो एगेन्स्ट जो टाइम। किनभने यो सडनली भएको थियो, हस्पिटल वेयर प्लेस्ड अलर्ट भयो, अनि अथोरिटी प्रायोरिटिज रेस्क्यु अथोरिटिजको प्रायोरिटिज भन्दा के भने रेस्क्यु गर्नुपर्ने ट्रिटमेन्ट एन्ड रिलिफ एन्ड रिस्टोरेसन एन्ड इसेन्सियल सर्भिस स्पेसली यो रेस्क्युअरले स्पेसली स्टार्ट गर्ने। द बिगर च्यालेन्जेस के भयो, बिगर च्यालेन्जेस डिस्ट्रोय रोड एन्ड डेन्जरस रिभर कन्डिसन मेक अ रेस्क्यु अपरेसन एक्सट्रिमली डिफिकल्ट। स्पेसली जो यो सडनली जो स्पेसली इन्सिडेन्ट भयो भने रोड जति पनि जो डेन्जर अनि किन रोड पनि डिस्ट्रोय भयो, रोड पनि त्यति राम्रो भयो, डेन्जर हो अनि कन्डिसन पनि राम्रो भयो। त्यही भएर अपरेसन रेस्क्युअरलाई स्पेसली यो ठाउँमा अलि पुग्न एभ्री वानतिर स्पेसली पुग्न अलि राम्रोसित जति हुनुपर्ने त्यति राम्रोसित रेस्क्यु भएन। किनभने डिजास्टर त्यस्तै समय कम थोरै थियो अनि यत्रो समयमा सडनली रोडहरू कोलेप्स भयो भने ब्रिजहरू कोलेप्स भने स्पेसली अथोरिटी जे रेस्क्युअरलाई स्पेसली डिफिकल्ट भयो द रेस एगेन्स्ट द टाइम। के यो फर्स्ट वार्निङ थियो द डिड द हिमालय वार्न अस बिफोर। स्पेसली हिमालय पहिला पनि वार्निङ दिएको थियो भने द वाइडर भोक्टे कोसी ल्यान्डे रिभर सिस्टम के भयो भने हेज एक्सपिरियन्स सडन फ्लड डिजास्टर। यो पहिला स्पेसली सिग्नल दिएको थियो यस्तो खालको 2020 जुलाई 20 के भयो भने सडन फ्लड इन द रिजन वाज लिङ्क टु द ब्रस्टिङ ड्रेन्स अफ द ग्लेसियर लेक अकर्डिङ टु द नेपाल डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मेट्रोलोजी। स्पेसली यो डिपार्ट अनुसार स्पेसली यो सिग्नल दिएको थियो भने 2026 मा के भयो अ न्यू डिजास्टर नाउ द एपियर टु द इन्भल्भ अहिले एपियर भयो 2026 मा डिफरेन्ट बट द रिलेटेड हिमालयन हजार्ड आइस रक क्लेप्स एन्ड रिभर ब्लकेज एन्ड सडन फ्लड एन्ड रिलिज भयो भने 20 टाइम यो पहिला पनि स्पेसली सिग्नल दिएको थियो तर त्यति स्पेसली हेर्ने भने सिरियसली सायद नलिएको भयो होला केही कारणले त्यही भएर अनि 2026 मा यस्तो परिस्थिति आयो स्पेसली यो स्पेसली सडनली यस्तो
यस्तो डिजास्टर्स भयो भने कोलेप्स भयो ब्लकेज अनि सडनली यस्तो रिलिज भयो फ्युचर रिस्क के हो भने त इज दिस फ्लुड रियली ओभर जो स्पेसली यस्तो खालको सडनली आयो भने यो फ्लुड अब ओभर भयो अब आउँदैन भने त हेर्नु इभन आफ्टर द मेन सर्ज पास अब मेन सर्ज पास भयो त डेन्जर मे रिमेन अहिले पनि डेन्जर जोन बनाएको छ अनि के भने सेकेन्डरी ल्यान्ड एस्केप हुनेवाला चाहिँ यसपछि ल्यान्ड स्लाइड हुन्छ अनि न्यू रिभर ब्लकेज माथितिर केही न्यू रिभर अहिले पनि ब्लकेज होला सडन रिलिज अफ द ट्रेप वाटर स्पेसली ट्रेप वाटर सडन हुनसक्छ ड्यामेज स्लोप एन्ड कोलेप्सिङ लेटर पनि हुनसक्छ फ्र्याक्चर फेलियर हुनसक्छ स्पेसली यो अब भइसकेको छ डिजास्टर अहिले पनि रिस्क छ यो यस्तो एलिमेन्ट रिस्क अरू बाँकी त लेसन हेर्ने भने इन द हिमालय वान कोल्याप्स क्यान ट्रिगर अनि चेन रिएक्सन अब अहिले पनि बाँकी छ चेन रिएक्सन साइन्टिस्ट एन्ड अथोरिटिज निड टु कन्टिन्यू मोनिटरिङ अफ स्ट्रिम माथितिर स्पेसली जो जति पनि जो स्पेसली अथोरिटिज स्पेसली मोनिटरिङ गरिराख्नुपर्छ अहिले रिक्स अहिले गएको छैन त स्लोप ग्लेसियर रिभर बिच च्यानल तलतिर आउन सक्छ भने अहिले पनि जो फ्युचर रिक्स हेर्ने भने यति पनि अहिले पनि छ रसुवाको लागि के बिग लेसन छ भने द फ्लुड डिड नट बिगन वेयर द डिस्ट्रक्सन ह्यापन स्पेसली यो माइने राख्दैन कि फ्लुड कहाँ सुरुवात भयो डिस्ट्रक्ट ह्यापन भयो भने त रुट कज के भने जो चेन रिएक्सन स्पेसली जो कसरी हुन्छ भने आइस रक कोल्याप्स हुन्छ अनि रिभर ब्लकेज हुन्छ स्पेसली माथितिर यस्तो वाटर एकुमुलेसन हुन्छ अनि नेचर ड्याम फेलियर हुन्छ कि अलरेडी यस्तो इन्सिडेन्ट माथि भइरहेको हुन्छ तर तलतिर त थाहा हुँदैन सडन प्लेस फ्लुडमा आउँछ मेसिभ डाउन स्ट्रिम डिस्ट्रक्सन हुन्छ फाइनल मेसेज के भने रसुवा डिजास्टर सोज वाइ हिमालय फ्लुड क्यान बी डेन्जर्स द ट्रिट मे बिगेन हाइली द माउन्टेन फर द फ्रम द कम्युनिटी द्याट इभेन्चुली फेस द फ्लुड स्पेसली यस प्रकारको स्पेसली डिजास्टर फेस गर्नुपर्छ अहिले पनि जो रसुवाको लागि यो लेसन हो किनभने पहिल्यैदेखि स्पेसली अलर्ट रहनुपर्छ अनि जो उताको जो अथोरिटी छ यसलाई टाइममा स्पेसली उसलाई अथोरिटीलाई त यसको लागि जो स्पेसली सेटेलाइट जो स्पेसली हेलिकप्टरको माध्यमबाट स्पेसली इन्फेक्सन गर्न स्पेसली एक्टिभ गराउनुपर्छ